हेलो दर्शक नमस्कार, सम्पूर्णमा जय होस्, जय मानव सेवा। आज चाहिँ म धेरै खुसी छु किनकि मैले सोचेको, मैले राम्रो कर्म गरेको, राम्रो उसमा हिँडेको छु र राम्रो सेवा पनि गर्दै हिँड्छु। म धेरै खुसी छु र आज विशेष खुसी भन्दा पनि मलाई हाम्रो एउटा तामाङ समूहकोबाट मैले एउटा उपहार जित्न सफल भएको छु। हाम्रो तामाङ समूहलाई पनि धेरै धेरै धन्यवाद छ अनि धेरै धेरै बधाई छ। यसै गरी पनि फेरि पनि आगामी दिनमा मैले यसै गरी पुरस्कार जित्न पाऊँ, यसै गरी मेरो भाग्यमा सधैँभरि सफलता मिलिरहोस्। हाम्रो तामाङ सङ्घलाई धेरै धेरै सम्झना, धेरै धेरै माया। म त्यो कार्यक्रममा म आउन नसके पनि, मैले त्यो कार्यक्रममा आएर उपस्थित हुन नसके पनि, तर मेरो जुन अहिले मैले पाउनुपर्ने चिजहरू, जुन मैले पाएको उपहारहरूलाई मैले एकदम सम्हालेर राखेको छु। हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। फेरि पनि आगामी दिनमा यस्तै गरी हजुरहरूसँग भेटघाट गरौँला र मेरो लागि यो उपहार दिनुभएकोमा, यो उपहार मैले जित्न सफल भएकोमा म हजुरहरूप्रति धेरै आभारी छु। र यस्तै गरी हजुरहरूको सङ्घ, हजुरहरूको संस्था, हजुरहरूको सम्पूर्ण साथीभाइ, इष्टमित्र सबैलाई एकै ठाउँ लिएर हिँड्नुपर्छ भनेर चाहिँ मैले सोचेको छु। र यसको बक्स चाहिँ यहाँ छ, हजुरहरूलाई यो पनि देखाउने छु। यो चाहिँ बक्स हो यसको, र अहिले भर्खरै मैले लिएर आएको छु। सम्पूर्णलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद छ। यस्तै संस्था, यस्तै सङ्घ संस्थाबाट यस्तै गरी हामीले अगाडि बढ्दै जानुपर्ने हुन्छ, यस्तै गरी हामीले अगाडि हिँड्दै गर्नुपर्ने हुन्छ। सबैलाई समेटेर कसरी हो, के गरी हो, कस्तोलाई लिएर हिँड्ने, कस्तो व्यक्तिलाई हामीले चुन्ने, कस्तो व्यक्तिसँग हामी हिँड्ने भनेर हामीले आफैले चुज गरेर हिँड्न सक्नुपर्छ। यही नै हो मानवता, मानवताको भावना, मानवताको सेवा, यही नै हो। र फेरि पनि आगामी दिनमा यो पालिको उसमा भेट नभए पनि अर्को पालिमा पक्कै पनि अर्को हजुरहरूको सङ्घ संस्थामा म आइपुग्ने छु भेट गर्न भनेर। त्यसको लागि धेरै धेरै धन्यवाद छ। हजुरकोबाट मैले एउटा उपहार जित्न सफल भएकोमा सम्पूर्ण टिमहरूप्रति मेरो मिठो माया, मिठो सम्झना, नमस्कार, जय नेपाल। अनि सम्पूर्ण साथीभाइहरूलाई पनि मैले यही भन्न चाहन्छु, सकारात्मक नकारात्मक लिएर होइन, सकारात्मक बोकेर भावनामा हिँड्नुपर्छ। जुनै पनि कुराहरूमा हामीले गर्दै गइसकेपछि यो कुराहरूलाई अब यस्तो हुँदैन है, यस्तै हो भनेर कहिले पनि नछोड्न, त्यो कुराहरूलाई लागि परिरहनु होला। एक दिन न एक दिन हुन्छ, एक दिन न एक दिन पाइन्छ।